साना बच्चाहरू बिरामी भएमा स्वयम्भूमा रहेको हारती माँको पूजन गर्नाले सबै ठिक हुने विश्वास गरिन्छ। को हुन् त हारती माँ र कसरी भयो त उनको मन्दिरको स्थापना? आजको भिडियोमा हामी यही किम्वदन्ती सुन्न जाँदैछौँ। परापूर्व कालमा काठमाडौँ उपत्यकामा हारती नाम गरेकी यक्षिनी अर्थात् राक्षसनी थिइन्। उनी बलियो, डरलाग्दो र निर्दयी थिइन्। उनका 500 जना सन्तानहरू थिए। आफ्ना धेरै बच्चाहरूलाई पालन पोषण गर्न कठिनाइ हुँदै गएको कारण उनी रातमा अरूका बच्चाहरूलाई चोर्ने र आहारा बनाउन गर्थिन्। उनले सबै बासिन्दाहरूलाई निकै दुःख दिएकी थिइन्। यसरी उनीसँग हरेस खाएर सबै आमा बुवाहरू भगवान बुद्ध सामु मद्दत माग्न पुगे। भगवान बुद्धले हारतीलाई हिंसाबाट होइन करुणाबाट परिवर्तन गर्ने जुक्ति लगाए। यही सोचले उनी एक दिन भिक्षा माग्न हारती